अब बालेन सरकारको नेतृत्वमा को मन्त्री बन्दैछ भन्ने विषयमा महत्त्वपूर्ण समाचार लिएर उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। दर्शक महानुभाव, अब सरकारको नेतृत्व गर्न लागेका बालेन सरकार नेतृत्वको मन्त्रीमण्डलमा मात्र 15 सदस्य रहने देखिएको छ। 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ 125 तथा समानुपातिकतर्फ 58 सीट सुनिश्चित गर्दै करिब 2/3 बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकार निर्माण गर्न जुटेका छन्। बालेन नेतृत्वको सरकारमा कसले कुन मन्त्रालय सम्हाल्लान् भन्ने चासोको विषय बनेको छ। बालेन र रवि लामिछानेको सहमति अनुसार जङ्गबहादुर राणापछि नेपालका सर्वशक्तिमान प्रधानमन्त्री बन्न लागेका बालेन शाहले आफू नेतृत्वको सरकारमा सहभागी हुने सम्भावित मन्त्रीबारे छलफल गर्न थालेका छन्। निर्वाचन आयोगले आगामी चैत 5 मा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाउने तयारी गरिसकेका छन्। बालेन नेतृत्वको सरकारमा तनहुँ 1 बाट निर्वाचित डाक्टर सोनिम वाग्लेले अर्थमन्त्री बन्ने सम्भावना देखिएको छ। यसैगरी बालेन सरकारमा कानून मन्त्रीको जिम्मेवारी चितवन 3 बाट पुष्पकमल दाहाल प्रचण्डका पुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पराजित गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सविता गौतमको चर्चा हुँदा मोरङ 1 बाट निर्वाचित अधिवक्ता एगमनी देवबाले कानून मन्त्री बन्ने सम्भावना छ। सर्लाही 4 बाट कंग्रेस सभापति गगन थापालाई पराजित गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश कुमार सिंह परराष्ट्र मन्त्री बन्ने दौडमा छन्। 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नै अगुवाईमा मध्य प्रदेशका 32 मध्ये 30 सीटमा जित दिलाएका अमरेश सिंहको रासवपाका वरिष्ठ नेता बालेन शाहसँग विशेष सम्बन्ध रहेका कारण परराष्ट्र मन्त्रीमा खनाल भन्दा अमरेश सिंहको सम्भावना बढी छ। बालेन क्याबिनेटमा गृहमन्त्रीको जिम्मेवारी कसले सम्हाल्छ? 2 पटक गृहमन्त्री बनेका रवि लामिछाने आफ्ना विश्वास पात्रलाई गृहमन्त्री बनाउन रासवपाका उपसभापति दीप अर्याल वा दीपक बोहरा र काठमाडौँ 3 बाट उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका काठमाडौँ महानगरका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डेदेखि गोविन्द पन्थीसम्म गृहमन्त्री बन्ने दौडमा छन्। रक्षा मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री स्वयंले सम्हाल्ने सम्भावना उच्च देखिएको छ। युवा नेता सागर ढकाल ऊर्जा जलस्रोत सिंचाई सहित खानीपानी मन्त्रीमा सम्भावना देखिएको छ। युवा तथा खेलकुद मन्त्रीमा पूर्व खेलकुद मन्त्री दो बब्लु गुप्ता र विराज भक्त श्रेष्ठ सहित नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मलको सम्भावना उच्च हुँदा शिक्षा मन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीकै समर्थनमा म्याग्दीबाट स्वतन्त्र जित निकालेका पूर्व शिक्षा मन्त्री महावीर पुनको तथा रासवपा नेता आनन्द राज चन्द वा सुस्मित पोखरेलका सम्भावना छ। रासवपा वरिष्ठ नेता बालेन शाहले पटक पटक एकतर्फी माया रहेको घोषणा गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हरक साम्पाङ उनी नेतृत्वको सरकारमा सहभागी हुन तयार भए उद्योग वाणिज्य आपूर्ति सहित श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाउने सम्भावना उच्च हुँदा साम्पाङ सरकारमा सहभागी नभए रासवपा उपसभापति अर्याल यो जिम्मेवारी सम्हाल्ने उपयुक्त उम्मेद्वार हुन्। बालेन सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पर्यटन बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीको सम्भावना उच्च छ। सूचना प्रविधि मन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष थाको सम्भावना उच्च छ। सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्रीको जिम्मेवारीमा रहेका रासवपा सांसद जगदीश खरेल सञ्चार मन्त्रीमा उनको सम्भावना कमजोर छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित आधा दर्जन जेएनजी प्रतिनिधि एवं महिला मधेसी दलित जस्ता समावेशी प्रतिनिधिलाई समेटनु हुनाले खगेन्द्र सुनार रीमा विश्वकर्मा सहितका नेताहरू पनि मन्त्री बन्ने दौडमा छन्। झापा 2 बाट प्रतिनिधि सभाका पूर्व सभामुख देवराज घिमिरेलाई पराजित गरेकी रासवपा नेत्री इन्दिरा राणा मगर प्रतिनिधि सभाको सभामुख बिनिनन् भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा उनको सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन शाहले सरकारको नेतृत्व गर्ने पक्का भए पनि बालेन सरकारले विज्ञताको आधारमा मन्त्री छान्ने देखिएको छ। बालेन शाह नेतृत्वको भावी सरकारमा कुन नेताहरू मन्त्री बन्लान् आकलन गर्न भएको छ। अभूतपूर्व जनमत सहित सरकारको नेतृत्व गर्न लागेका बालेन शाहले जनअपेक्षा अनुसार कार्य सञ्चालन गर्न कसलाई टिममा समावेश गर्दा उपयुक्त होला? कमेन्ट आफ्नो प्रतिक्रिया दिनुहोला। दर्शक महानुभावहरू, यसैबीच आउनुहोस् अर्को समाचारतर्फ लागौं। ओली, रमेश लेखक र खपाङ्गुलाई अनुसन्धान गरेर सिफारिस गरिएको छ। जानकार र स्रोतले बताए अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री, लेखक, प्रहरी प्रमुख चन्द्रकुमेर खपाङ्गुलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ। नेकपा एमालेका सचिव समेत रहेका महेश बस्नेत विरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ। उनी पनि जेल जान सक्ने आकलन गरिएको छ। नेकपा एमाले सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। हिजो मुद्दा दर्ता भएको थियो।
महेश बस्नेत विरुद्धको मुद्दामा आगामी चैत 1 गते आइतबारका लागि सुनुवाई तोकिएको छ। गत 11 माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका छन्। नेकपा एमालेका नेता महेश बस्नेतलाई अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरी निष्पक्षीय न्यायालयको सर्वोच्चता कायम गर्न समेत माग गरेका छन्। यसअघि दर्शक महानुभावहरू प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले अदालतमाथि निकै प्रहार गरेको थियो। दर्शक महानुभाव, यसबारे के भन्नुहुन्छ? दर्शक महानुभाव, नेपाली कंग्रेसको बैठकमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाकै राजीनामा माग भएपछि उनी पनि तनावमा रहेका छन्। राष्ट्रिय सभामा नेपाली कंग्रेसका सांसद जिद्दङ बस्नेतले पार्टी सभापति गगन थापाको राजीनामा माग गरेका हुन्। बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवारा सांसद र नयाँ सांसदहरू बीचको परिचयात्मक कार्यक्रममा बीच उनले सो राजीनामा माग गरेको जानकारी प्राप्त भएको छ। विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार बेहुनु परेको जिक्र गर्दै सांसद बस्नेतले सभापति गगन थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्। दर्शक महानुभावहरू, कतिपय नेताहरूले गगन कुमार थापाको राजीनामा तुरुन्तै माग